हेलो साथीहरू नमस्कार अनि वेलकम ब्याक छ फेरि पनि मेरो यो नयाँ च्यानलबाट मेरो यो फर्स्ट भिडियो फर्स्ट ब्लग अब जे भन्दा नि हुन्छ हैन। मेरो चाहिँ सेम यही नामबाट मेरो अर्को के भन्छ आइडी मेरो थियो च्यानल थियो हैन। तर विशेष मेरो यो युट्युब पोलिसी बुझ्न त बुझेको हैन, तर अलि हेलचेक्राइको कारणले गर्दाखेरि बन्द भएको 15-20 दिन हुन लाग्यो। तर त्यो खुल्न त खुल्छ, मेरो लाइभ बन्द भएको अरू भिडियोहरू त हाल्न मिल्छ। लाइभ बन्द भएको 15-20 दिन, तर उसको लागि चाहिँ उसले चाहिँ मेरो कन्फर्म के डेट अफ बर्थ मागिरहेको छ। यसको लागि फेरि मैले चाहिँ बिर्सेँ के, मेरो आफ्नै राखेको भए याद हुन्थ्यो होला हैन। तर मैले अब 2-3 जना साथीहरू भएर खोल्यो है। अब कसको कति राख्यो भन्ने नै थाहा भएन कि अब राखेको हुँदैन अनि कन्फर्म कुनो हैन, त्यही भएर आफ्नो आफै राख्नु पर्दो रहेछ। अब थाहा भएन साथीहरू हैन। अब त्यही भएर चाहिँ अब मेरो चाहिँ साथीहरू मेरो यो च्यानल हुनेछ, सेम नाम हुन्छ साथीहरू, नाम त सेम भइहाल्यो हैन। अब मान्छे चेन्ज भए पनि अब सबै कुरा त एउटै राख्नु पर्यो हैन। अनि यो भिडियोमा पनि हजुरहरूले लाइक कमेन्ट अनि सेयर सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु साथीहरू हजुरहरूलाई। मेरो सानो मिस्टेक हो नि त त्यो। जस्तै अब मान्छेले केही बिग्रियो नि त, अब मैले त्यहाँबाट केही कुरा सिक्न पाएँ हैन। अब त्यही भन्नु पर्यो। अब अहिले चाहिँ हैन उसले मागिराखेको छ हैन गुगलले, तर मैले दिन सकिरहेको छैन, त्यो मेरो गल्ती हो। त्यही भन्न चाहन्छु साथीहरू हजुरहरू पनि युट्युब पोलिसी त थाहा भएकै कुरा हो, तर पनि सानो हेलचेक्राइले गर्दा जो समस्या आउँदो रहेछ त्यस्तै मलाई चाहिँ परेको छ भन्छु हजुरहरूलाई चाहिँ। हजुरहरूले पनि अलिक केयर गर्नु होला। नमस्ते।